चाहिँ हामी सुरेन्द्र भाइको रुममा आएको छौँ अनि भाइलाई कतिवटा गोली लाग्यो भाइ? मेरो यहाँनिर 6 लाग्यो। हजुर। यहाँनिर चाहिँ एउटा ओरिजिनल बुलेट लागेको। कति एमएमको एउटा तिम्रो धेरै नै त्यो घाउ भएर छ क्या, मलाई यहाँ फोटो आएको। यहाँबाट चाहिँ यता छेडेर यहाँबाट यहाँसम्म 25-30 टाका लाग्छ। ए 30 टाका। यसमा सेन्स छैन, यसमा टोक्नु छिनाल्नु काट्नु यो ए सेन्स छैन यसमा, यो प्यारालाइसिस हो। म अलिकति यस्तो यो अम्ला यस्तैकै थियो, त्यसमा आधीमा सेन्स छैन आधीमा छ। अब यसलाई उ गर्नुपर्छ, फिजियो गर्नुपर्छ काम चाहिँ यसलाई। डाक्टरले नै भन्नुभएको थियो यो सम्भावनै गाह्रो छ भाइ, यो नसाको पट्टी भन्न सक्दैन तिम्रो लकको कुरा भन्नुहुन्थ्यो। तर म चाहिँ खाली नन यस्तो गरे घरमा, तर यहाँ यस्तो गर्दाखेरि यो नसा सर र चल्या थाहा। ए थाहा हुन्छ तिमीलाई? एकदम गाह्रो हुन्थ्यो। ए ल भाइ, अनि सुन न, अनि कति वर्ष भयो तिमी? म अहिले 26 वर्ष भयो। अनि पहिला दिदीलाई किन कल गरिनौ? यस्तो अब हस्पिटलमा थिएँ 5-7 दिन भन्दा नि बेसी नै होला है, हाइकेयरमै बसेँ। त्यसपछि मेरो अपरेसनै 3 चोटि 4 चोटि। मलाई अस्ट्रेलियाबाट मेरो उपाध्यक्षले चाहिँ तपाईँको अब एकदमै सिरियस छ, तपाईँलाई गइदिनु पर्यो भनेर अनि एकदम मेसेज गरिरहनु भएको। त्यही भएर त्यस्तो हुँदा चाहिँ दिदीलाई कन्ट्याक्ट गर्नु पर्थ्यो क्या, तिमीले बुझ्यौ नि यस्तो सिरियस अवस्थामा रहेछौ। अहिले पनि केएमसीमा जानला भने होइन, त्यहाँ कोहीलाई पैसा लिन्छ कोहीलाई फलोअपमा लिँदैन होइन, अब त्यो हेरी छ। अनि एउटा तपाईँलाई मैले सहयोग चाहिँ यो अमेरिकाबाट एउटा ग्रुप हुनुहुन्छ, एउटा नेपाल स्टुडेन्ट एसोसिएसन युनिभर्सिटी अफ कोलोराडो के हो यो कोलोराडो भन्ने ठाउँको चाहिँ यो चिया गाइड भनेको तपाईँको यो साजन मल्ल भाइ, अनि प्रज्वल नेपाल, अनि त्यसपछि सुनभ दाहाल भन्ने ज्यूले चाहिँ पठाइदिनु भएको छ। 1 लाख रुपियाँ पठाइदिनु, 1,08,000 पठाइदिनु भएको छ। तपाईँलाई चाहिँ हामी 1 लाख दिन्छौँ है। 8,000 रुपियाँ चाहिँ म अन्त त्यो मिलाएर गर्छु, अरूलाई पनि गर्नुपर्ने हुन्छ। हजुर अब यो चाहिँ एक होइन नि, एक हो 1,08,000 रुपियाँ रहेछ होइन। 8 रुपियाँ चाहिँ मैले दिन भाइलाई, यो 1 लाख रुपियाँ चाहिँ भाइलाई भयो है। अब यो चाहिँ तपाईँलाई यो 1 लाखले चाहिँ के गर्नु भने उपचार गर्नु, अनि फलोअपको लागि खर्च गर्नु। अनि तिम्रो बाइक जल्यो भने हो, बाइक जलेको, मोबाइल पनि फुट्यो है। अब मोबाइल नि त्यो घाउ त यो खुट्टा त जान्दैन, त्यो मोबाइलको त यस्तो कभर हुन्छ नि, उहाँहरू त्यो मोबाइलमा लाग्यो अनि त्यो गऱ्यो, मोबाइल फुट्यो नि फोटो सक्छ। मैले भेटाएन। तिमीलाई 23 गते लाग्यो कि 24 गते लाग्यो? 23 गते लागेको। पहिलो दिनै गएको तिमी? पहिलो दिनमा, त्यो पनि अर्कालाई बचाउन जाँदाखेरि भनौँ त्यो एउटा